हजुर नमस्ते नमस्ते गुड मर्निङ। यो चिया चुस्की अनि अखबारको यो नयाँ श्रृङ्खलामा स्वागत छ। आज डिसेम्बर 6 मङ्सिर 20 गते शनिबारको दिन है। शनिबार भन्दा बित्तिकै अर्कै मुस्कान आउँछ नि। शनिबारको दिन बिहानी पख देखे मैले एउटी सुन्दरीलाई। शनिबारको दिन शनिबार भन्दा बित्तिकै मलाई यो गीत आउँछ के याद होइन, यस्तो त्यो गोल्डन भाइब्स नस्टाल्जिक। अनि शनिबार भइसकेपछि एकदम लेजी स्लो डे जस्तो लगभग 10:30 भइसक्यो। चिया चुस्की पनि आज केही हतार छैन टाइपले। अझभन्दा भर्खर रामायण सकियो भनेर चाहिँ यता आएको जस्तो त्यो बच्चाको सम्झिनु त बिहानको शनिबार बिहान उठ्यो होइन, त्यो टप 10 हिन्दी गीतहरूको प्रोग्राम आउँथ्यो। चल छैया 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 चल छैया 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 छैया, त्यो रेलको माथि बसेर चाहिँ त्यो भिडियो अहिले पनि याद आउँछ। त्यसपछि रामायण हेऱ्यो। अब 10 10:30 भएपछि चाहिँ खाना खाएर एकछिन ज्यान तन्काएर होइन, अलिअलि गुच्चा छन् भने गोजीभरि गुच्चा हालेर एकछिन गुच्चा खेल्ने बेला हो। रामपुरे कक्षामा गुच्चा खेल्यो, डन्डी बियो। अनि खेलिसकेपछि अब एकछिन पछि चाहिँ घरका कराउनु थाल्छन्, ए नुहाउन आइजा नुहाउन। अनि कपाल काट्न पऱ्यो भने अनि चाहिँ त्यहाँ बाँसको गाछ त्यो ठ्याक्क शैलेन्द्रको घर साइडमा त्यो रविन्द्रको अगाडि त्यहाँ चाहिँ अनि रविन्द्रको बुवाले अझ मजाले कल काटिदिनुहुन्थ्यो। सबैजना त्यहीँ ग्यादर भएर होइन, अर्कै त्यो रमाइलो नै छुट्टै थियो। अनि त्यसपछि दिउँसो अलिअलि ढल्किँदै गइसकेपछि फेरि अब त्यो मुमिन खेलमा अनि अर्को एक्साइटमेन्ट अर्को के हुन्थ्यो, मैले पहिला पनि भनेको थिएँ। अर्को एक्साइटमेन्ट भने चाहिँ आजको मुभी चाहिँ कसको छ, को हिरो पुरा दिइरहेको थियो नि त एनटिभीमा। पहिला च्यानल भनेको त ऊ त्यो एनटिभी, अनि त्यो छत ऊ त्यो माथिपट्टिका छतका ती एन्टिना होइन, एन्टिना घुमायो। अनि एन्टिनामा त्यो बुस्टर के, त्यो बुस्टर सम्झिनु त तपाईँको घरको कस्तो बुस्टर थियो, यस्तो फ्ल्याट परेको बुस्टर थियो कि लाम्चोवाला बुस्टर थियो। अनि त्यो बुस्टरको तार होइन, बुस्टरमा त्यो कालो खाले तार दुईतिरबाट आउने कालो त्यो तारको बिचमा त्यो है तामाको चट्ट टोक्यो। अनि त्यो बुस्टरकोमा चाहिँ त्यो अर्को खाले त्यो ठुलो खाले नट अनि कस्यो त्यहाँ। हो पेचकसहरू चलाउनु नि त त्यहाँबाट सिक्या रहेछ बुस्टर। अनि चाहिँ पानी पस्छ भनेर अझ बाँध्यो एन्टिना। अब ल 10-11 बजीतिर फेरि चाहिँ अब दूरदर्शन हेर्न पऱ्यो भनेर एन्टिना घुमायो। अब अनि दिउँसो फेरि मुमिन, हाम्रो मुमिन भन्ने बेलातिर फेरि एन्टिना घुमायो। त्यसपछि दूर हुँदै अनि अघि मैले भन्दै थिएँ मुभीकै कुरा हो, आज कसको मुभी छ भन्ने कुरा त्यो आइरहेको हुन्थ्यो। अनि हाम्रो चाहिँ बेसिकल्ली सुनिल शेट्टी हो कि अक्षय कुमार ग्याङ हो भन्ने हुन्थ्यो। हामी चाहिँ सुनिल शेट्टी ग्याङ अन्तर्गतको, अक्षय कुमार ग्याङकाले चाहिँ तिरिका अर्कै चौड हुन्थ्यो अक्षय कुमार ग्याङवालाहरूको पनि। भइसकेपछि कस्तो रमाइलो थियो क्या, कस्तो रमाइलो थियो है। अनि मुभी हेऱ्यो लगभग 2 बजे 3 बजेसम्म रमाइलो लाग्ने। अब 2-3 बजेर सकिन थालिसकेपछि तेरिका अब आजको शनिबार गयो, भोलिदेखि फेरि त्यही स्कुल जान पर्छ त्यही भने जस्तो त्यो रमाइलो लाग्थेन क्या मलाई चाहिँ। त्यो आइतबार रमाइलो भनेको शुक्रबार र शनिबार लाग्थ्यो। शनिबार पनि दिउँसो 2-3 बजेसम्म होइन। फिल्म सकिँदै त बोर भाइब्स आइसक्थ्यो। फिल्ममा पुरा डुब्यो, थाहै हुन्थेन। फिल्म सकिएपछि पुरा फिल्म सकियो भन्ने टर्चर, सँगसँगै शनिबार पनि सकियो भन्ने टर्चर लाग्थ्यो होला है त। यही सम्झिँदै तपाईँहरू चाहिँ कसको फ्यान हुनुहुन्थ्यो, कुन ग्याङ अन्तर्गतको हुनुहुन्थ्यो? मैले अघि भनिहालेँ म चाहिँ सुनिल शेट्टी ग्याङ अन्तर्गतको है, त्यो इराको। अनि बुस्टर एन्टिना कत्तिको घुमाउनुहुन्थ्यो। अनि तपाईँ कुन हिरो हिरोइनको फ्यान, तपाईँ कुन ग्याङको है त? ल यो भन्नु होला। ल आजको शनिबार यही गफमा चाहिँ यो ताजा तरिम होइन। फेरि जति गरे पनि सकिँदैन कि प्रत्येक हप्ता शनिबार आइसकेपछि यही गफ गर्न मन लाग्छ मलाई। अघिल्लो कुनै हप्ता गरे भने फेरि अर्को हप्ता यही गफ गर्न मन लाग्छ। समथिङ नेभर गेट अनोइड के, जतिचोटि गफ गरे पनि एनोइड हुँदैन। ल शुभ दिन। शनिबारको दिन बिहानी पख देखे मैले एउटी सुन्दरीलाई। ल थ्याङ्क यू।